सो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। मेरो ब्लगमा सबैलाई स्वागत छ र आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला। अनि भर्खर म खाना खाएर अनि नुहाएर भर्खर रेडी भएर अब कोचिङ जाँदैछु। आज ईद पनि छ, सो सबै मुस्लिम दोस्त साथीहरूलाई ईद मुबारक। अनि अब चाहिँ म कोचिङबाट आएर कहीँ जान्छु होला अनि हेर्दै जाने होला। सो गाइज अहिले चाहिँ हामी कृष्णको घरमा आएको छौँ, अर्बाजको घर ईदमा जानको लागि। अनि यहाँ चाहिँ आर्यन, स्विट, कृष्णहरू, देव सबै छन् यहीँ। अनि चाहिँ अरूजना आउँदैछन् अनि हामीहरू पखेको छु एकछिन। सो आउँछ भने हामी सबजना सँगै जान्छौँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ धीरज जाउने गेमिङ सेटअपमा यहाँ गेम खेल्न गइरहेको थियो भर्खर। यो कृष्णको चाहिँ यहाँ। सो अहिले चाहिँ हामी यही छु, फुल गेमर। यहाँ गेमर यहाँ छ, यहाँ चाहिँ सेटअप छ यसको पुरै पिसी। अहिले चाहिँ यहाँ सौरभ जोशीको ब्लग चल्छ। यहाँ हाम्रो पिसी प्लेयर धीरज यादव बसेर त्यहाँ सौरभ जोशीको ब्लग। मेरो पनि ब्लग आउँछ एकछिनमा। यहाँ मेरो ब्लग, यहाँ आर्यन छ। यहाँ फ्री फायर खेल्दैछ। अब म पबजी स्टार्ट गर्छु। पबजी गाइज यो चस्मा कस्तो हेर्दैछ कमेन्ट गर्नु होला। यहाँ चाहिँ मेरो पुरै फ्यानहरू, फ्यान त होइन साथीहरू, फ्यान पनि हो। ए त फ्यान हो कि होइन रे मेरो? कुछ भी हाय गाइज, गाइज पानी पर्न तना भएको छ। हामी पखेको छु, पानी छोड्दैन। धेरै बेर भइसक्यो। अब अमन आउँदैछ अनि त्यसकै लागि हामी एकछिन बसेको छु। यहाँ अहिले अमन यहाँ रसियन आइसकेको छ, हामीसँगै छ। यहाँ अमन हेर त, छपरी छ यो त। अनि यहाँ त हरेक ग्रुपमा गएर छपरी हुन्छ गाइज। अनि त मोटेकै छ। गाइज बल्ल खाएको त्यो बङ्गुरको मासु हो। बङ्गुर। अब गाइज पानी छुटिरहेको छैन। अब हामी भिजेरै जान्छु होइन छातामा। अब सबजना यहाँ आइसके जब अब सबजना निस्किन्छौँ हामी अर्बाजको घरमा। सो सबजना गाइज डह्रो पानी परिरहेको छ त यहाँ बाहिर। यहाँ हेर्न सक्नुहुन्छ यो त खत्रै पानी परिरहेको छ। ल हामी अब गएको यस्तै पानीमा। अब के गर्ने, पानीले धोका दियो। होइन अमर आइज नि त, सँगै जाने हामी। तीनजना आइज हामी यहाँ तीनजना एउटा छातामा आइसक्यो। यो गाछ सब छ यहाँ केटाहरू। त्यो राम जान्छ त्यसकोमा, राम आउँदैन अरे। राम त्यही छ, राम भाइ क्यामेरा हेरिरहेको छ। सुदीप चाहिँ छैन है गाइज, हाम्रो एउटा युट्युबर गेमर छ भोजाइता एफएफ। लाइक कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब पनि त्यसलाई। आज चाहिँ आफ्नो आँखा चेक गराउन गइरहेछ, आफ्नो आँखा चेक गराउन। एउटा त्यो मिस भयो। अनि सबैजना छौँ हामी, हाम्रो अगाडिबाट आउँछ अनि एकजना चाहिँ अगाडिबाट आउँछ, राम भाइ। राम भाइ कम ब्याक। यस गाइज, चलो चलो। अब जाँदैछु। अब जाने गाइज। अब ब्लग बन्द गर्दै एकछिन गर्ला। हामी बिजियम छौँ लेकिन मोबाइललाई बिजाउँदैन। यो गाइज ब्लग का नाम थाहा छ के हो? बोका छेद ब्लग। बोका छेद ब्लगमा तपाईँलाई स्वागत छ। स्वागत छ बोका छेद। गाइज गरेको भाइ त चाहिँ गइरहेको छु। आज यति खान्छ नि मोटे हो सधैँ। आज कति खान्छ मोटे? कति खान्छ आज? त्यो पालि एक कटरा खाथ्यो। हेर्नु न चस्मा लगाएर मिया खाली भा। तू समझा? हाँ नहीं तू समझा नहीं। नालाको बाटो
सन्देश खानसँग हिल्ला छैन त झरिहाल्ला रे छाता पुछ पानी Los Andes Road, go go go. Struggling. अमन मेरो कति केयर गर्छ अमन केयर अहिले त त्यो जिउ विचार मेरो पनि मेरो जिउ बच्छ कि नै अरे त पानी छिर्दैन पानी यहाँ हामी केयर गर्छौँ के एन्ड्रोइडको आइफोन छैन अब के गर्ने गाइज पानी पर्दा हामीलाई धेरै स्ट्रगल गर्नु परिरहेछ एन्ड्रोइडको कारणले हजुरहरू यति लाइक कमेन्ट गर्नु भाइरल गरिदिनु भिडियो कि भोलि नै म आइफोन किनिहालोस् अनि आइफोनले राम्रो राम्रो भिडियो आउँछ अनि आइफोनले अनि राम्रो राम्रो कन्टेन्टमा भिडियोहरू आउँछ अनि पानीको केही टेन्सनै हुँदैन जति पानी पर्यो पनि भिडियो चाहिँ आउँछ तपाईको फ्यामिली तपाईहरुसँग छ सो त्यही भएर हजुरहरू बुझिहाल्नु भयो ठिक छ यतिलाई के भयो मोडेको खोलिएर के भयो मोटे चाहिँ लास्टै हिरो बन्नु छ आज यहाँ खाली बाहिर सरी है नबोले के सबैलाई आफत भइसकेको छ हेर्नु न सबैको हालत पानी परेर आज चाहिँ दिनभर पानी पर्दैछ दिनभरि पानीसम्म पर्छ भनिरहेको टिकटकमा टिकटक त टिकटकैमा जिन्दगी जी आफ्नो यो चाहिँ ह्यान्डसम हेर्नु न ह्यान्डसम रनाले भाइ आफू जस्तो नभन यहाँ छ ह्यान्डसम भयो भयो यहाँ छ बिहारी आइसकेको छ हरबाद ईद मुबारक 100 रुपैयाँ चस्मा हरबादको छ अब चाहिँ हामी सबजना सेवाई खाने हो सेवाई ईदमा यो अमन रसियन छ हाम्रो रसियन म चाहिँ चस्मा लगाएर भिडियो बनाउँदैछु कस्तै हुँदैछ सन्देश चाहिँ अलिकति चस्मा यहाँ सब बिजी छ यहीँ ठिकै छ ए कति हिरो बन्छस् रे त भयो भाइ त्यति अहिले चाहिँ हामी सेवाई खाँदैछु है सेवाई खाँदैछु भाइ ए अल्टर निक्ला भाइ ए और बताओ स्याङ्जाको चाइनिज किन रिसाएको अमन रिसा छैन भाइ भाइ के त दाइ भन्छ छोरा राम्रो एडिटर मोबाइल वाला हाम्रो डाक्टर भाइ अनि यो सरी ब्रुसली बिजनेस टपर मुस्किल खेलुगर ब्लगर बिरयानी गाइज बिरयानी यहाँ तिनीहरू दुईजना भगत छ भगत ननभेज छ जसरी तिनीहरू भेजिटेरियन छ यहाँ बिरयानी पार्टी अनि त्यहाँ मासु पार्टी मासु भुजा हाम्रो एडिटरहरू अनि ब्रुसली पनि छ त्यही सो अहिले चाहिँ हाम्रो भइसक्यो अब हामी चाहिँ हेर्छु यसरी गर्छ नि छैन अहिले चाहिँ खाइसकेको छौँ हामी हाम्रो स्प्राइट खाँदैछ पानी साइन्टिस्टलाई सो गाइज अहिले चाहिँ हामी खाएर निस्किसकेको छौँ यहाँ अर्बाको घरबाट अब चाहिँ आफूको घरमा जाने हामी सब केटाहरू यहाँ चाहिँ आउँछु त पानी परिरहेको छ क्या घरलाई हिँड्न त अब गएर आफूको घर खानु छ आफूको घर हाई गाइज रुक न बजारहरू रुक न
पानी परिरहेछ हेर्न कति स्पिडमा जान्छ हामी यहाँ केटा रोडतिर थियो अब चाहिँ यताबाट हामी आखिरको घर जाँदैछु आइसकेको छु यहाँ अनि अरू चाहिँ आउँदैछन् पूजा छैन गाउँको गाउनु हिजो त आउनुभयो पूजा सकिहाल्यो कहाँ गयो है त्यहाँ एउटा मूर्ति बन्नु छ ठिक छ त्यहाँ आउँदैछन् अनि हामी जान्छु यहाँ आयो बुलेटले आफ्नो रफ राइडर guys, मेरो गाइज हेर्न सक्नुहुन्छ यहाँ सबै यस्तै सुतेको छ अहिले चाहिँ हामी यहाँ फेरि सेवाई खाँदैछु यहाँ बिहारी भाइजान ओ बिहारी भाइ एकचोटि बोल्दै हुनुहुन्छ ये पहाड़ी और ये बिहारी ये रसियन फ्री फायर प्लेयर पक्तेर फोटो खिचिन्छ कति खान्छ यहाँ गाइस हामी सबजना खाएर थाकिसकेको छु तर सन्देश अहिले जिन्दैछ त्यो हाम्रो भयो दुईजना गएर खाएर त खत्तम छु सो गाइस अहिले चाहिँ हामी यतै घुम्न आएको त्यसको आतिको घरबाट अहिले चाहिँ घाम उगिसकेको छ पानी छुटेर अनि केटाहरू यहीँ जाँदैछन् अनि यहाँ म आएर गइरहेको हिरोजको साइकल लिएर आइसकेको छु अब चाहिँ हामी उता लल्का पुलतिर यतिकै घुम्न गएको अहिले चाहिँ लास्टै घाम आइसकेको छ घाम छ घाम गजरा रे गाइस अहिले चाहिँ हामी यता लल्का खोलातिर आइसकेको छौँ यहाँ चाहिँ चारेन भाइ यहाँ नेपालको फ्ल्याग नामी छ है अहिले पानी परेर मौसम पुरै फ्रेस भएको छ को है ए के कराएको यहाँ खोला पनि रहेछ के छ अरबाज भाइ अरबाज के गरिरहेछस् घाम लागेर छाता उडेर छु म त लास्ट घाम उताबाट आउँछ नि सेतो हेर्नु सेतो अहिले चाहिँ सबैजना गइसकेको घर उता तिनीहरू जाँदैछन् हामी चाहिँ यहाँ साइकलतिर छु धीरजको यो साइकल बनाउन आएको थियो नि त्यही अहिले अरबाज पनि घर गइसक्यो अब हामी घर जाँदैछु म आर्यन धीरज अनि देव अब देव र आर्यन त यतैबाट छिर्छ अनि म धीरजलाई चाहिँ आमाटार जानुपर्ने भयो त्यसको घर त्यही छ त्यही भएर अनि म अब खोलिया जान्छु धीरजसँगै साइकलमा Hello guys, bug. Hello guys, bug. Hello guys, my bug. कति ध्यान? Hello guys. Good night. Hello guys. Hello guys. हो गलाई. सो गाइज अहिले चाहिँ म घर आइसकेको छु आज चाहिँ हामीले धेरै इन्जोय गर्यो पानी परिरहेको थियो अनि त्यहीमा साथीहरू घर गएर ईदमा खानासाना खाएर अनि थोरै घुमेको सो अहिले चाहिँ म अब एडिटिङ गरेर सुत्छु एकछिनमा सो सबैजनालाई आजको ब्लग के कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला धन्यवाद।